आजको यो छोटो अपडेटमा हामी नेपालको आकाशिन्दो इन्धनको भाव र यस पछाडिको लुकेको यथार्थबारे कुरा गर्दैछौँ। नेपाल आयल निगमले तेलको भाव अचाक्ली बढाएर दक्षिण एसियामै सबैभन्दा महँगो बनाएको छ, जसले गर्दा आम उपभोक्ताको ढाड मात्रै सेकिएको छैन, समग्र अर्थतन्त्रमै गम्भीर असर पर्दैछ। पहिलो कुरा त नेपालमा डिजेलको भाव लिटरमै 30 रुपियाँले बढेर 237 पुगेको छ अनि पेट्रोल 219 रुपियाँ। यति महँगो बनाउँदा पनि नि निगम अझै हरेक 15 दिनमा 5.75 अर्ब घाटा भइरहेछ भन्दैछ। अनि यस्तो बेला राजनीतिज्ञहरू के गर्दैछन् त? हिजो सडक तताउने रासोपा अहिले सरकारमा जाँदा ठ्याक्कै मौन छ। अचम्म लाग्छ नि, यो त ठ्याक्कै बाहिर आउँदा जोडले भुक्ने तर घरभित्र पछेपछि मस्त सुत्ने पाले कुकुर जस्तै भएन र? दोस्रो, यो महँगीले गर्दा सीमा क्षेत्रमा ठूलो असर परिरहेछ। जस्तै रक्सोल सिमानामै हेर्ने हो भने डिजेलमा 89 र पेट्रोलमा 50 रुपियाँसम्मको अन्तर छ। यसले त खुल्ला सिमानाबाट तस्करी बढाउने नै भयो हैन? उता गम्भीर आर्थिक सङ्कट झेलिरहेका पाकिस्तान र श्रीलङ्काले समेत अनुदान दिएर तेल निकै सस्तो राखेका छन्। अब यहाँ मेरो एउटा प्रश्न छ, यदि हामी भारतबाटै तेल किन्छौँ र त्यहीको भाउलाई आधार मान्छौँ भने ठ्याक्कै सीमा पारी त्यति सस्तो अनि यता यति बेग्न महँगो चाहिँ कसरी हुन सक्छ? अन्तमा हामी उपभोक्तालाई यस्तै सङ्कटमा राहत दिन भनेर खडा गरिएको मूल्य स्थिरीकरण कोषमा झन्डै 20 देखि 22 अर्ब रुपियाँ त्यसै थन्किएको छ, तर सरकारले त्यो चलाएकै छैन। विज्ञहरू के भन्छन् भने भारतको एकाधिकार तोडेर चीनबाट तेल ल्याउने वा विद्युतीय गाडी र चुलोलाई सहुलियत दिनुपर्छ। साँच्चै भन्नुपर्दा नि, यदि यस्तो चरम सङ्कटको बेला सिसा फुटाएर प्रयोग गर्न नपाइने हो भने त्यो आपतकालीन कोषमा अर्बौं जम्मा गरेर राख्नुको अर्थ नै के रह्यो र? निष्कर्षमा भन्नुपर्दा छिमेकी देशहरूले आफ्ना नागरिकलाई महँगीबाट जोगाइरहँदा नेपाल सरकार भने आफ्नै अर्बौंको कोष र विद्युतीय